ए भनेपछि बाबु मेरो छोरी माग्न आउनुभयो। वाह बानी। मेरो छोरी संस्कारी थापा। ए संस्कारीजीको फेस हेर्न पाए हुन्थ्यो। ए मूर्ख आउनु भएको छैन, अर्काको छोरीको मुख हेर्छु भन्दो रहेछ। संस्कारी थापा मेरो छोरीले नचिनेको मानिससँग बोल्ने, हिँड्ने, डुल्ने, अनुहार देखाउने के पनि गर्दिन। जोसँग कुरा मिल्छ मेरो छोरीले उसैलाई अनुहार देखाउँछ। अनि बाबु चाहिँ म त पाइलट हो नि बुवा। वाउ गुड। अनि बाबु चाहिँ म चाहिँ के सिकेर आइछु कि सूर्य आर्टीको। म जुन पाए चल्दैन मलाई चाहिँ। जुन पाए चल्दैन मलाई चाहिँ। मलाई चाहिँ चल्दैन। ए भाइ के खान्छौ भनेर सोधे होइन, के काम चाहिँ के गर्छौ भनेर सोधे। काम त अब 5-7 महिनामा केटी खोजी मात्रै काम भइरहेको छ मेरो चाहिँ। ल ठिक छ, धन सम्पत्तिको मतलब भएन, तँ मसँग मनग्गै छ। त्यसमाथि पनि मेरो छोरीको बिहेको लागि मैले ललितपुरको टप ब्याङ्क्वेट बुक गरिसकेको छु। तर मेरा केही शर्तहरू छन्। कस्तो सर? मलाई संस्कारी ज्वाइँ चाहियो, किनकि मेरो छोरी पनि संस्कारी छ। बुवा पूजा गर्ने बेला भइसक्यो, म जाऊ। देख्नुभयो ऊ जतिखेर पूजा गर्छु भन्छ। ल हेर्नु त, घाम डुब्न पाएको छैन, मेरो छोरी घरभित्र पसिसक्छ र अहिलेसम्म घर छोडेर बाहिर बस्न गएको पनि छैन। यस्तो संस्कारी छोरीलाई संस्कारी ज्वाइँ चाहिएन त। ल तपाईँको सबै शर्त मान्न रेडी। तपाईँको छोरीको फेस हेर्नु पर्यो क्या एकचोटि। ल ठिक छ, छोरी उहाँहरूलाई फेस देखाइदेऊ त। तपाईँको संस्कारी छोरी उहाँ नै हो? उही त हो नि मेरो संस्कारी छोरी। किन पहिला कहीँ देख्नु भएको थिएन? कहाँ देख्नु मात्रै, भेटेकै हो नि। भेट भएको? भेट भएको भनेपछि तपाईँको पक्कै मन्दिरमै भेट भएको हुनुपर्छ। के छ मन्दिर? ठमेलो गल्लीमा जाँड खाएर ढलान भर बसेको बेला भेटा मैले। छोरी संस्कार रे, बाबु अनुहार त तस्करी जस्तो छ। मान्छे ठिक छैन नि साथी। कहाँको साथी? पाइलट कहाँको यता उडो क्या? म गइसकेँ मलाई नगर्ने हुन्छ। हेलो ट्रपिकल आइल्यान्ड होइन? ल हाम्रो बेको बुकिङ क्यान्सल गर्नुपर्ने भयो ल। ससुर बुवा दर्शन। के हो पाइलट अघि त आउँदैन भनेर त थुकेर गएको थिइस् त? बिहे गर्न ट्रपिकल आइल्यान्ड बुक गरेर छ। त्यस्तो ठाउँमा बिहे गर्नु पाए कसले गर्दैन यार? जिन्दगीमा एकचोटि गर्ने बिहे गर्नु पर्यो नि त। ट्रपिकल आइल्यान्ड के हो? खतरै राम्रो छ क्या यो ब्याङ्क्वेट? राम्रो रे, केटी भन्दा त 100 गुणा राम्रो छ त्यो ब्याङ्क्वेट। ल बाबु, बिहेको दिन सिधै ट्रपिकल आइल्यान्डमा भेटौँला। ल फ्रीमा भात खाने भन्नुभयो, तिमी पनि आउँदा हुन्छ। हजुर, भैँसी पार्टीमा रहेको ट्रपिकल आइल्यान्ड तपाईहरूको विशेष प्रोग्रामको लागि एकदमै पर्फेक्ट ठाउँ हो। शहरको भिडबाट टाढा तर शहरकै बीचमा शान्त अनुभव गराउने ललितपुरमै कतै टाढा आइल्यान्ड